सम्मान गर्नुमा हार्दिक अनुरोध गर्दै तामाङ, माननीय मेनुका पोखरेल, माननीय कृपासुर शेर्पा, माननीय राजेन्द्र राई, माननीय राजेन्द्र पाण्डे, माननीय लीलानाथ श्रेष्ठ, माननीय विश्वप्रकाश शर्मा, माननीय सर्वेन्द्र शुक्ला, माननीय सरिता परसाई, माननीय हितराज पाण्डे, यस्तै गरेर माननीय हृदयराम थामी, माननीय प्रकाश ज्वाला, माननीय मेटमानी चौधरी, माननीय शेरबहादुर कुँवर, माननीय कल्पना मिया, माननीय सुशीला श्रेष्ठ, माननीय डिगबहादुर लिम्बू, माननीय जयन्ती राई, माननीय सुरेश आली मगर ज्यूलाई म आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाली कांग्रेस सदस्य एवं पूर्व राज्य मंत्री, केंद्रीय सदस्य एवं पूर्व राज्य मंत्री श्री माननीय श्री दिलमान पाखरिनज्यूलाई यस कार्यक्रमका संयोजक तथा सभापति फुर्बा गर्द शेर्पाज्यू अत्यन्तै व्यस्त समयका बावजुद पनि हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका प्रमुख अतिथि सम्माननीय पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देवज्यू, विशिष्ट अतिथि सम्माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू, विशिष्ट अतिथि सम्माननीय पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईज्यू, विशिष्ट अतिथि माननीय राज्य मन्त्री खमबहादुर गर्भुजाज्यू, विशेष अतिथि राज्य व्यवस्थापन तथा सुशासन समितिका सभापति माननीय रामहरि खदेवडाज्यू, आज यस समारोहमा उपस्थित हुने हाम्रा पूर्व मन्त्री आज्यूहरू, आज उपस्थित सम्पूर्ण माननीय अतिथिज्यूहरू, पुस्तक लेखक वरिष्ठ अधिवक्ता डाक्टर चन्द्रकान्त गेवालीज्यू, अन्य अतिथिज्यूहरू, ब्रिटिस गोर्खा सत्याग्रह सङ्घर्ष समितिका युके नेपालका संयोजक साथै BGMCC का प्रमुख सल्लाहकार श्री कृष्णबहादुर राईज्यू, कमिटीका सल्लाहकार आज्यूहरू, कमिटीका सदस्यज्यूहरू, साथै निर्वाचन कार्यक्रमलाई सफल बनाउनको निमित्त पाल्नुभएका तपाईँ सम्पूर्ण ब्रिटिस गोर्खा दाजुभाइ तथा दिदीबहिनीहरू, साथै प्रतिष्ठित व्यक्तित्व आज्यूहरू, पत्रकार साथीहरू, म यस कार्यक्रमका सहसंयोजक सुषमा चेम्जोङको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। फेरि पनि जो हुनुभयो, अब यसलाई सच्याउनको निम्ति यो पुस्तकमा उहाँले जुन मेहनत गरेर विषयवस्तु राख्नुभएको छ, अहिले डाक्टर गेवालीजीले पनि संक्षिप्तमा राख्नुभयो, यसलाई हामी सबैले गम्भीरतापूर्वक आत्मसात गरौँ। नागरिकता भनेको चिज सबभन्दा महत्त्वपूर्ण विषय हो कि राष्ट्रिय राज्य नै भएनन् भने बेग्लै हो। जति बेलासम्म संसारमा राष्ट्रिय राज्य रहन्छन् त्यति बेला प्रत्येक मान्छेको नागरिकता हुन्छ र उसले वंशजको आधारमा, रगतको आधारमा जुन प्राप्त गर्ने नागरिकता हुन्छ त्यो कसैले पनि खोज्न सक्दैन। हालसालै तपाईँले सुन्नुभयो होला, एलन मस्क संसारको सबभन्दा धनी, उनको 3टा देशको नागरिकता छ। उनको बाउ साउथ अफ्रिका भएको हुनाले त्यहाँ उनको वंशजको आधारको नागरिकता छ। आमा क्यानाडी भएको हुनाले उनको चाहिँ वंशजको आधारमा क्यानाडी नागरिकता छ र पछि आफूले चाहिँ अमेरिकामा गएर बसोबास गरे, त्यहाँ उनको अमेरिकी नागरिकता छ। त हालसालै मैले किन भन्न खोज्दैछु भने त्यहाँ उनी त राष्ट्रपति ट्रम्पका ठुलो दोस्रो ट्रम्प पनि धन्य भएर बसे, अहिले उनको अलिक खटपट परेको छ। त्यति बेलामा ट्रम्पले क्यानाडालाई पनि लिदिने जस्तो कुरा गरे र उनले एलन मस्कले पनि होमा हो जस्तो गरे। त्यति बेला क्यानाडामा आवाज उठ्यो, फेरि मान्छेहरूले उसको नागरिकता खारेज गरिदिनुपर्छ भन्ने कुरा उठ्यो र अरूले भने यो जुन वंशजको नागरिकता छ त्यो खारेज हुन सक्दैन, उसैले स्वेच्छाले छोड्यो भने मात्रै हो, खारेज हुन सक्दैन। भर्खर आज 1 महिना अगाडिको कुरा। हाम्रो सुगोली सन्धि नेपालमा नागरिकता, ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरता भन्ने यो पुस्तकमा लेखिएको छ। यो पुस्तकको भव्य रूपमा विमोचन कार्यक्रम भइरहेको छ। यसर्थ सम्पूर्ण उपस्थित
महानुभावले उभिएर एकचोटि यो पुस्तक विमोचनको लागि उभिएर साथ दिन म हार्दिक अनुरोध गर्दछु। यस विमोचन कार्यक्रमलाई उभिएर साथ दिँदै जोडदार तालीले सम्मान गरेर म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यहाँहरूको गरिमामय उपस्थितिसँगै पुस्तक विमोचनमा साथी गर्नुभएकोमा फेरि कुरा धन्यवाद दिन चाहन्छु। अब भने म राष्ट्रियता राज्यले गर्न सक्दैन, एकचोटि प्राप्त गरेको नागरिकता गर्न सक्दैन, राष्ट्रियता गर्न सक्दैन भनेपछि हामी डुअल सिटिजनसिप त छैनौँ। अन्य विदेशीको हकमा चाहिँ हामी दिन तयार हुन्छौँ भने, तर नेपाली एउटा जिनुन नागरिकलाई चाहिँ हामी क्यारिङ क्यापासिटी भन्ने चाहिँ धारवानको क्षमता जिनुन नागरिकको चाहिँदैन, हुँदैन। वंशजको चाहिँ रगतको नाता, वंशजको जसोलीको नाता या नेचुरलाइजेसनको बारेमा मात्रै चाहिँ राज्यले भारत क्षमता हेर्ने हो, सार्वभौमिकता हेर्ने हो, ठुला जनसङ्ख्या भएको मुलुकको चाहिँ परिस्थिति हेर्ने हो नागरिकताको सवालमा। तर जिनुन नागरिकलाई नागरिकता दिँदा जति लाखौँ त्यो आफ्नै देशको नागरिक हो, अन्य देश त सम्मानार्थ पाएको हो। हामीले माउन्ट एभरेस्ट चढ्दाखेरि सम्मानार्थ चाहिँ नागरिकता दिँदाखेरि उसको देशको नागरिकता खुसिन्छ र खुसिँदैन नि। त्यसै कारणले यहाँको नागरिकता उहाँको निरन्तरता हुनुपर्छ। पहिलाको नेपाली नागरिकता भएकै कारणले नेपाली नागरिकता भएकै कारणले यति समयमा हुनुहुन्छ। नेपाली नागरिक त्यही भएको कारणले यही नेपाली पासपोर्ट लिनुहुन्छ, त्यही पासपोर्टमा सेक्सन 8 इमिग्रेसन एक्टको सेक्सन 8 र त्यसलाई एउटा छाप लगाएर ब्रिटिस सेनासँग संसारभर त्यो ट्राभल गर्छ र घुम्न सक्छ। तर ब्रिटिस सेनाले पाउने जस्तो रातो पासपोर्टबाट त्योबाट उहाँ चाहिँ ट्राभल गर्ने, लड्न जाने होइन। नेपाली नागरिकता प्राप्त यी ब्रिटिस गोर्खाजहरू उहाँहरूलाई सेक्सन 8 लगाएर एउटा ट्राभल भिसा जस्तो, ट्राभल भिसालाई चाहिँ हामी ऐङ्कृत नागरिकता भन्यौँ, त्यो गलत छ। त्यसैले अहिलेको माग भनेको अबको संविधान संशोधन हुँदा पनि यदि संविधान संशोधन गर्न पर्दैन भने पनि धारा 10 काफी छ, होइन गर्ने भने पनि एनआरएललाई चाहिँ हामी धारा 14मा राखेका छौँ भने त्यसभन्दा फरक हाम्रा सन्धि सम्झौता सारा चिज भएर राष्ट्रलाई बचाएको, व्यर्थलाई बचाएको हुनाले, उसले सम्मानार्थ दिएको हुनाले हाम्रोलाई चाहिँ यो वंशजको नागरिकता लिनुभएको छ। त्यही आधारले चाहिँ यो वंशज नागरिकता निरन्तरता हुनुपर्छ। उहाँका सन्ततिहरू वहीँ जन्मे पनि जसरी पाए पनि उहाँका बाउ बाजे रगतको नाता छ, माटोको नाता भयो हुनाले उहाँका सन्ततिले लिन चाह्यो भने पनि उहाँको पनि स्वतः यहाँको वंश नागरिकता लिन पाउनुपर्छ भन्ने सम्मको यो अध्ययन अनुसन्धानबाट हामीले फाइन्डिङ निकालेको। र अस्ति चाहिँ संसदमा पनि एउटा विधेयक संशोधनमा हामी लगेको हो, लाँदाखेरि जन्मको आधारबाट वंशजको नागरिकतामा कन्भर्ट गर्ने भन्ने आमाहरूको सबभन्दा आएको विधेयक थियो। त्यसमा चाहिँ हामी वंशजकै भन्ने आधारमा एउटा दफा 5 क भन्ने थपेर यो ब्रिटिस सेनालाई चाहिँ गोर्खाजहरूलाई कम्तीमा पनि वंशजको नागरिकता निरन्तरता हुनुपर्छ, संसदले पनि त्यो वंशज नागरिकता लिन पाउनुपर्छ भन्ने संशोधन विधेयक लग्छौँ, संशोधन प्रस्ताव। तर त्यो चाहिँ राज्य व्यवस्था समितिले एउटा के कुरा गर्यो भन्दाखेरि अस्ति चाहिँ आमाहरूको संग्रहमा भयो, तर उहाँहरूको हकमा चाहिँ अब यही संसदबाट अहिले हाम्रो राम्ररी कतिवटा यही हुन्छ मान्यजी, उहाँले भन्नु होला केही भन्नुहुन्छ, उहाँले सबै कुरा खोलिदिनुहुन्छ, उहाँ अध्यक्ष हुनुहुन्छ, यही संसदबाट एउटा विधेयक ल्याउँ भन्ने जस्तो बाहिर मिडियामा आएको छ। त्यो सबै कुरा के हो उहाँले अहिले भन्नुहुन्छ। त्यस कारणले यो अवस्थामा उहाँहरूलाई इतिहासमा एउटा सुगौली सन्धि र नेपालमा नागरिकता ब्रिटिस गोर्खा वंशजको नागरिकता निरन्तर किताब विमोचन गर्न सफल हुनुभएको छ। यो एउटा ऐतिहासिक दस्तावेज हो। यो विमोचन गर्न सफल हुनुभएकोमा सर्वप्रथम तपाईहरू सबैलाई म हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। मान्छेहरू बाँचेर मरिरहेका हुन्छन्, तर मरेर पनि बाँच्ने काम यो किताबबाट आदरणीय चन्द्रकान्त गेवालले गर्नुभयो। फेरि पनि म उहाँलाई हार्दिक बधाई र धन्यवाद दिन चाहन्छु। यो नागरिकताको सन्दर्भमा मेरो प्रिय मित्र, हामी कलेजमा सँगसँगै पढेका विद्यार्थी थियौँ, म पनि लकै विद्यार्थी थिएँ। चन्द्रकान्त गेवालीजी असाध्यै तीक्ष्ण बुद्धि भएको व्यक्तित्व हुनुहुन्थ्यो त्यतिखेर पनि। म अलि लोते लोते नै थिएँ। त्यही भएर उहाँले आज विश्वमा 215वटा देशमा नागरिकताको समस्या के छ र समाधानहरू के हुन्, कुन देशमा नागरिकताको प्रचलन के छ, कुन देशमा डुअलसिप छ, कुन देशमा ट्रिपल छ, कुन देशमा एउटा मात्र नागरिक छ, सम्पूर्ण अध्ययन गरेको कोही व्यक्तित्व आज नेपालमा छ भने नागरिकता सम्बन्धमा संविधानको त ज्ञाता नै हो, नागरिकता पनि ज्ञाता हुनुहुन्छ। त्यस्तो व्यक्तिबाट के आवश्यकता छ त नेपालमा पूर्व ब्रिटिसहरूको बारेमा के रहेछ भनेर प्रश्नाउने काम किताबले मात्र गरेन,
उहाँको भोलिले पनि गरौँ। फेरि पनि म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। क्यानाडामा यो अवस्था ल्याएछ त्यसो, तर हामी चाहिँ हाम्रै नागरिकलाई अर्काको सेनामा भर्ती हुन पठाउँछौँ। सुगोली सन्धिको बेलादेखि उहाँले त्यो एकदम ठिक कुरा अहिले राख्नुभयो। मैले पनि सरले पनि असाध्यै मिहिनेत गरेर राख्नु भएको छ कि त हामीले पठाउनु भएन हाम्रा नागरिकलाई, तिनलाई पठाउने, तिनले ल्याएको पैसाले हाम्रो अर्थतन्त्रको मौद्रीकरण भएकै गोर्खाहरूबाट महेशचन्द्र रेग्मीले बडो सुन्दर ढङ्गले लेख्नु भएको छ। नत्र हाम्रो त खालि त्यो त पैसाको चल्नै थियो, 100 वर्ष नि भएको थिएन हाम्रो अर्थतन्त्र मौद्रीकरण भएको, खालि त अन्न साटा गरे त्यही मात्रै हाम्रो हुन्थ्यो। जब पहिलो र दोस्रो विश्वयुद्धमा पहिलो विश्वयुद्धमा गोर्खाहरू बाहिर गएर पैसा ल्याए पाहाडमा हाम्रो अर्थतन्त्रको मौद्रीकरण मोनेटाइजेसन भएको त्यसपछि हो। र त्यसैले म के भन्न चाहन्छु भने एकापट्टि हामीले आफ्नो देशको नागरिकलाई कि त पठाउनै हुँदैन थियो, हाम्रो हिम्मत र साहस छ भने गरौँ, त्यसो होइन भने उनीहरू त्यहाँ गएर जाने, यत्रो योगदान गर्ने र फेरि उनीहरूको प्रकारान्तरले नागरिकता खोज्ने कुरो गएको छ। म व्याख्या गरिदिन, उहाँले भनिसक्नु भएको छ, मैले पहिले पनि भन्ने गरेको। त्यसैले यसलाई सच्याउँ। हाम्रै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार हामीलाई छैन। यो लोकतन्त्र हो, सबै लडेर ल्याएको र हाम्रो संविधानले लेखेको छ कसैलाई पनि नागरिकताबाट वञ्चित गर्न सकिँदैन भनिएको छ। त्यसैले उहाँहरूको चाहिँ त्यो ब्रिटिस फेरि पुनः नागरिकता पनि होइन। म पनि सुरुमा अलिकति कन्फ्युज थिएँ, अर्काले दिइसके हो भनेदेखि के हो, त्यसो रहेछ भने पनि दोहोरो नागरिकता दिउँ भन्ने पक्ष थियो मेरो त्यति बेला। अहिले बुझ्दै जाँदाखेरि त नागरिकता पुनः नागरिकता पनि होइन रहेछ। उहाँले खालि आवासीय भिसा पाएको र विभिन्न प्रक्रिया पुरा गरिसकेपछि जुन अङ्गीकृत नागरिकता प्राप्त हुन्छ त्यो करिब 5%ले मात्रै प्राप्त गर्न सक्ने रहेछ। यति धेरै सर्त छ त्यो प्राप्त हुने पनि होइन रहेछ। त्यसो भए त उहाँ त नागरिकता विहीन हुने हुनुभयो नि त। त्यसैले यो विषयलाई गम्भीरतापूर्वक लिएर कि त उहाँले भन्नुभयो जस्तै म त त्यो संविधान नागरिकता सम्बन्धी जुन हाम्रो खण्ड छ त्यही ठाउँमा गैर आवासीय नेपालीहरूको निम्ति छुट्टै राजनीतिक अधिकार बिनाको त्यहाँ जुन गरिएको छ, उहाँहरूको त जन्म वंशजकै भएको हुनाले राजनीतिक अधिकार सहितै हुनु पर्यो। त्यहाँ एउटा खण्ड राखेर ब्रिटिस गोर्खाहरूको नागरिकताको निरन्तरता कायम गरिने छ अथवा के भाषणले त्यहाँ राख्नु पर्यो कि त जो ऐनमा गएर बाजिया छ त्यो उहाँले त उल्लेख गर्नुभएको छ, त्यो ऐनमा नै त्यहाँ संशोधन गरेर उहाँहरूलाई चाहिँ वञ्चित प्रकारान्तरले वञ्चित नहुने व्यवस्था चाहिँ गरिदिनु पर्यो। यो एकदम जरुरी विषय छ। यसमा अब अहिले सत्ताधारी दलकै प्रमुख नेता शेरबहादुरजी नै यहाँ हुनुहुन्छ, समितिका सभापतिजी नै यहाँ हुनुहुन्छ र अरू साथीहरू सांसद साथीहरू पनि हुनुहुन्छ। यसलाई गम्भीरतापूर्वक लिएर यो समस्या हल गरौँ। हाम्रै देशका नागरिकलाई नागरिकता खोज्ने यो चाहिँ अधिकार हामीलाई छैन। गोर्खाका साहबहरू, गुरुजीहरू, दाजुभाइ तथा दिदीबहिनी साथै प्रतिष्ठित व्यक्तित्वहरू, पत्रकार जीवहरू, हामीले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको खातिर यो कार्यक्रम सफल भएको छ। पुस्तक लेखन र प्रकाशन गरी हरेक व्यक्तिको मन मस्तिष्कमा बसाउन सफल विशेष वरिष्ठ अधिवक्ता संविधानविद डाक्टर चन्द्रकान्त ज्ञालीज्यूलाई धेरै धेरै धन्यवाद। जुन पुस्तकको युग परिवर्तनमा अहम भूमिका खेल्ने छ भन्ने विश्वास साथै यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यहाँहरूको साथ सहयोग अपेक्षा सहित यस कार्यक्रम यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। होइन